आज चाहिँ हाम्रो पापा घर फर्किनु हुँदैछ। बस्नु न भन्दा पनि बस्नै मान्नु हुँदैन हो। यी नातिनीलाई छोडेर जानुको लागि एकदम खुसी छ आफ्नो घर जानु पाउँदाखेरि हैन। यहाँनिर ज्वाइँले छोड्नु जानु हुँदैछ। लु राम्ररी जानु, लु बाई बाई, राम्ररी जानु ल। घर पुगेर फोन गर्नु। किन दिनु भएको? नानीको हातमा पैसा छ है भन्नुहुँदैछ। लु जानु भयो हाम्रो पापा पनि। बाई बाई, राम्ररी जानु ल। सबै लग्यो। जानुभयो पापा पनि। अब अर्को साल मात्रै आउनुहुन्छ। 26 दिन बसेर जानुभएको पापा चाहिँ हो। कहिले घर जानु भइसक्यो भन्नुहुँदै थियो, आज चाहिँ जानुभयो।